सम्पूर्णमा नमस्कार। हजुरहरूलाई यस AK47 लोकसेवा च्यानलमा हार्दिक स्वागत छ। आज चाहिँ मैले विभिन्न व्यक्तिको भनाइहरू लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। मन परेमा लाइक, सब्स्क्राइब र कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। अनि यो विभिन्न व्यक्तिको भनाइहरू चाहिँ धेरै ठाउँमा चाहिँ धेरै पटक सोधेको जिकेमा चाहिँ भएको कारणले गर्दा चाहिँ यो लिएर आएको भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिन नभुल्नुहोला। ल आजको विभिन्न व्यक्तिको भनाइहरू सुरु गरौँ है त। म हजुरको गुरु होइन, म हजुरको गुरु होइन। 2 पटक फाँसीमा बाँचिसके, त्यस्तो अवस्थामा फाँसी दिन न्यायसम्मत होइन र यो भनाइ कसको हो भनेको छ। यो हाम्रो चाहिँ धर्मभक्त माथेबाको रहेको छ। धर्मभक्त माथेबा चाहिँ हाम्रो 4वटा शहीदमध्येको एउटा हुनुहुन्छ। अनि हाम्रो कला भनेको सृजनात्मक काल्पनिकद्वारा सत्यको सुन्दर प्रदर्शन हो भनेको छ। यो भनाइ कसको हो भनेको छ। हाम्रो चाहिँ लक्ष्मीप्रसाद देवकोटाको रहेको छ यो भनाइ। यो भनाइहरू चाहिँ घोक्नुहोला साथीहरू, इक्जाममा चाहिँ यही पोइन्ट गरेर चाहिँ दिन्छ। अनि अर्को छ झाइकट नगर्नु, झिकिकट गर्नु। यो भनाइ कसको हो भनेको छ। हाम्रो चाहिँ यो चाहिँ पृथ्वीनारायण शाहको है साथीहरू। झाइकट गर्नु, झिकिकट नगर्नु भन्ने पृथ्वीनारायण शाहको चाहिँ भनाइरहेको छ। अनि देशभक्ति मर्दैन तुच्छै देश भए पनि, यो भनाइ कसको हो भनेको छ। देशभक्ति मर्दैन तुच्छै देश भए पनि भनेको छ। यो भनाइ कसको हो त। हाम्रो बालकृष्ण समको रहेको छ। अनि हाम्रो जति प्रयास गरे पनि चन्द्र सूर्य र सत्यलाई कसैले पनि रोक्न सक्दैन। यो भनाइ कसको हो। हाम्रो गौतम बुद्धको रहेको छ है। जति प्रयास गरे पनि चन्द्र र सूर्यलाई कसैले पनि रोक्न सक्दैन भनेको छ। कसको हो यो भनाइ। हाम्रो गौतम बुद्धको रहेको छ। अनि म मरे मुलुक डुब्ने छैन, तर भीमसिंह मरे मुलुक डुब्ने छ। यो भनाइ कसको हो भन्दाखेरि राणाबहादुर शाहको चाहिँ यो भनाइ रहेको छ। अनि ठुलो ढुङ्गालाई हावाले हल्लाउन नसके झैँ सांसारिक निन्द्रा प्रशंसा ज्ञानी व्यक्तिलाई चाहिँ हल्लाउन सक्दैन भनेको छ। यो भनाइ कसको हो त। हाम्रो गौतम बुद्धको रहेको छ। ख्याल गर्नुहोला, यिनी पोइन्टहरू दिएर चाहिँ सोध्ने हो। एउटा पहिला चाहिँ 1-2वटा भनाइ चाहिँ सोधिसकेको छ यहाँबाट। अनि स्याबास छोरा हुनु त यस्तो हुनु, देश जनताको गौरव हुने काम गर्नु, तप्रति गौरव छ मेरो भने। यो भनाइ कसको हो भन्दाखेरि शुक्राचार्य शास्त्रीको बुवाको है। फेरि शुक्राचार्य शास्त्रीको होइन, शुक्राचार्य शास्त्रीको बुवाको हो। यो भनाइ चाहिँ बागमती 5औँमा सोधेको थियो। अनि माथिको 1-2वटा भनाइ चाहिँ हाम्रो गण्डकी 5औँ सिभिलमा सोधेको थियो जस्तो लागिरहेछ। ख्याल गर्नुहोला, पछिल्लो पिरियडमा यो भनाइहरू धेरै सोधिरहेको छ। अनि कर्म नै पूजा हो, यो भनाइ कसको हो भन्दाखेरि हाम्रो लक्ष्मीप्रसाद देवकोटाको रहेको छ है। कर्म नै पूजा हो भनाइ कसको हो त। हाम्रो लक्ष्मीप्रसाद देवकोटाको रहेको छ। म राष्ट्रको नोकर हुँ, यो भनाइ कसको हो भन्दाखेरि हाम्रो पदम शमशेरको रहेको छ। म राष्ट्रको नोकर हुँ, यो भनाइ कसको हो त। पदम शमशेरको रहेको छ। घर चिन्न घर छोड तर घर नबिर्सी, यो भनाइ कसको हो भन्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको रहेको छ है। घर चिन्न छोड तर घर नबिर्सी, यो भनाइ कसको हो त। लक्ष्मीप्रसाद देवकोटाको रहेको छ। पूजा नै कर्म हो, धर्म नै पूजा हो भनेको छ। यो भनाइ कसको हो त। सुकराजको रहेको छ है। अनि यहाँ टाइपिङ मिस्टेक भएको छ, यो चाहिँ टाइपिङ मिस्टेक भएछ। नाइ गर्नुपर्नेमा कस्तो भएछ। धर्म नै पूजा हो, ज्ञान नै धर्म हो, यो भनाइ कसको त। सुकराजको रहेको छ। धर्म नै पूजा हो, ज्ञान नै धर्म हो, यो भनाइ कसको त। सुकराजको रहेको छ। अनि सफलताका लागि 2 कुराको आवश्यक पर्दछ भनेको छ। सफलताका लागि 2 कुराको आवश्यकता पर्दछ, पूर्ण विश्वास र नियम पूर्ण भनेको छ। यो कसको हो त। नियमपूर्वक कसको हो त। यो खप्तर स्वामीको भनाइरहेको छ। सफलताको लागि 2टा कुराको आवश्यकता पर्दछ, पूर्ण विश्वास र नियमपूर्वक हुन पर्यो, यो भनाइ कसको हो त। खप्तर स्वामीको रहेको छ। अनि अत्याचार र अन्याय विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु, यो भनाइ कसको त। गङ्गालाल श्रेष्ठको रहेको छ। सबसे कान्छा शहीद रहेको छन्। अत्याचार र अन्यायको विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु, यो भनाइ कसको हो त। गङ्गालाल श्रेष्ठको रहेको छ। गङ्गालाल श्रेष्ठको।
मैले नेपाल हिमाल चिनेको छु भन्दा पनि त बहादुर वीर नेपालीलाई चिनेको छु, यो भने कसको हो त? माओको रहेको छ है। के भनेको छ त? मैले नेपाल हिमाल चिनेको छु भन्दा पनि त बहादुर नेपालीलाई चिनेको छु, यो भने कसको हो त? माओ रहेको छ। माओ कहाँका थिए त? चाइनाको थिए। जितलाई जसले पनि आत्मसात गर्न सक्छ भने हारलाई बहादुरले मात्र पचाउन सक्छ, यो भने कसको हो त? एडल्फ हिटलरको रहेको छ है। एडल्फ हिटलर जितलाई जसले पनि आत्मसात गर्न सक्छ भने हारलाई बहादुरले मात्र पचाउन सक्छ, यो भने एडल्फ हिटलरको रहेको छ है। अनि अब मेरो माया मारिदिनु, यो भने चाहिँ अगाडिको एमसिक्यूमा पनि राखेको थिएँ मैले। अब मेरो माया मारिदिनु, भाइ छँदैछन् एउटा छोरा नेपाल आमाको लागि सुम्पिदिनु, बलिदान दिनु, यो भनाइ कसको हो भन्दाखेरि गङ्गालाल श्रेष्ठको रहेको छ है। अनि बुद्धिमान मानिसको कुरालाई सावधानीपूर्वक लैजान्छ, जसद्वारा उसको न्यायपूर्वक निर्णय लिन सक्छ। अब सावधानीपूर्वक गरेको निर्णयको त्यो मानिसलाई मूर्ख भनी चिनाउँछ, यो भनाइ कसको हो? गौतम बुद्धको रहेको छ है। अनि जय नेपाल शब्दको प्रयोग गर्ने व्यक्ति को हुन् त? हाम्रो शुक्राचार्य शास्त्री रहेको छन् है। अलिकति यस्तो टाइपको सोध्छ कहिले, जय नेपाल शब्द प्रयोग गर्ने व्यक्ति को हुन् त? हाम्रो शुक्राचार्य शास्त्री। र उनको किताब के थियो? स्वर्गको दरबार भन्ने किताब कसले लेखेको थियो त? हाम्रो शुक्राचार्य शास्त्रीले लेखेका थिए। अनि सेवासिंह छन्दम नामाबाट राणाको विरोध गर्ने व्यक्ति को हुन् त? हाम्रो दशरथ चन्द रहेका छन् है। दशरथ चन्दले चाहिँ सेवासिंह र छन्दको गरेर राणा विरोधी गरेका थिए। अनि जबसम्म यी दुई हात छँदैछन् किन अर्काको भर गर्छौ, हिम्मत नराखी सिङ्गारिक आमा छाड्छौ, यो भनाइ कसको हो भन्दाखेरि राजा महेन्द्र वीर विक्रम शाहको रहेको छ है। जबसम्म यी दुई हात छन् किन अर्काको भर पर्छौ, मेहनत गरी हिम्मत राखी सिङ्गारी आमा छाड्छौ भन्ने यो भनाइ कसको हो त? राजा महेन्द्र वीर विक्रम शाहको रहेको छ। हस्त साथीहरू, आजलाई यति नै। अब अर्को भिडियोमा पक्कै पनि भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि बाई बाई।